मानिस परमेश्वरले सृष्टि गर्नुभयो र सृष्टि गर्नुभए पछाडि पापको परिणाम उनीहरूको जीवनमा मृत्यु आयो र ख्रीष्ट येशूमा चाहिँ त्यो मृत्युलाई जीवन दिनको लागि फेरि आफ्नै देह उहाँले यस पृथ्वीमा पठाउनु भयो है। जय विश्वलाई प्रभुलाई धन्यवाद। यसरी तपाईँहरू दुखित घडीमा यसरी तपाईँहरू आफ्नो काम सबै कुराहरू मिलाएर आएर सान्त्वना दिनुभयो भजनबाट वचनबाट अनि तपाईँहरूको उपस्थितिहरूबाट तपाईँहरूले यो हाम्रो परिवारप्रति सान्त्वना तपाईँहरूले दिनुभएको छ। त्यसको लागि हृदयबाट हामी तपाईँहरूलाई धन्यवाद दिन्छौँ। अनि हामीले केही खानेकुराहरू जुटाएका छौँ, कृपया गरी तपाईँहरू त्यतिकै नजाइदिनुहोस्, खाएर जाइदिनुहोस् भन्न चाहन्छु। अरू त हामीसँग केही पनि छैन अरू विषयहरू। हुन्छ, सबैलाई जय मसीह। हुन्छ, तपाईँहरू आइदिनु भयो, हामी धेरै धेरै धन्यवादी छौँ। यो समय घडी सान्त्वनाको समयमा हामी भेला भएका छौँ। हामी यति बेला हल्ला गर्ने छैनौँ। शान्त भएर परमेश्वरलाई महिमा दिँदै परमेश्वरलाई धन्यवाद दिँदै यस सान्त्वनाको घडीमा यस घर परिवारलाई हामी हाम्रो हृदयबाट हामी सान्त्वनाको एउटा वचनहरू पुरुषहरू अनि परमेश्वरको अगुवाईको निम्ति हामी Sunset.
यस हाम्रो शान्ति रहोस् सँगै हामी मदन भागमा आइसकेका छौँ। भजन कोर्स हामी यतिमै राख्नेछौँ र हामी परमेश्वरको वचनहरू सुन्नेछौँ। अनि वचनको निम्ति प्रार्थना गरिदिनु हुन म आदरणीय आन्टी सलमाया राईलाई दिन चाहन्छु यो समय। परमेश्वर कति महान हुन्छ प्रियहरू। आज शरीरमा हामी छुटेर गए तापनि परमेश्वरको जडहरूको चाहिँ एउटा आत्मामा भेट्ने यति ठुलो परमेश्वरले आशा राखिदिनु भएको छ है। प्रभु यति साह्रो नजिक हुने आन्टी जब जब उहाँलाई भेटेको पलहरू याद छ है। यति राम्रो उहाँ प्रभुको बारेमा गुणगान गर्नुहुन्थ्यो, प्रभुको बारेमा वचनहरूको बारेमा उहाँ बातचित गर्नुहुन्थ्यो, प्रार्थनाहरूको बारेमा। अनि उहाँ अवश्य नै हामी एक दिन उहाँसँग भेटिनेछौँ जो अनन्तको घरमा। किनभने परमेश्वरको वचनले एकदमै भनेको छ हामीले चाहिँ अहिले जुन मरणशील हामीले शरीर जिरहेको छौँ एक दिन मर्नै पर्छ। अघिको भजनले भनिरहेको थियो है, एक दिन सबै आज जाने बाटो त्यही नै हो, तर ढिलो छिटो मात्र हो। कसैको यस ठाउँमा संसारमा बस्नु धेरै समय छ, कसैको चाहिँ थोरै नै छ। किनभने जाने समय एउटै मान्छे कसैलाई थाहा छैन, एउटै परमेश्वरलाई मात्र थाहा छ। यहाँ भन्छ पृथ्वीको धुलोमा सुतेकाहरू चाहिँ त्यो भिडहरू चाहिँ एउटा यसरी उठ्नेछ अनन्त जीवनको लागि। कुनै अनन्त जीवनको लागि भनेदेखि कुनैहरू चाहिँ के लागि अनन्तको त्यो तिरस्कारको लागि, अनन्तको त्यो एकदमै मृत्युको लागि आज उठ्नेछ प्रियहरू। एकदमै हामी बाँकी रहेकोले कुनै यो दिनहरूमा होसियार गरेर परमेश्वरको वचन हाम्रो जीवनमा लगाउँ। स्वर्गीय सिंहासनमा विराजमान हुने तपाईँ अति पवित्र महिमाको योग्य, तपाईँ दयालु कृपालु परमप्रभु परमेश्वर जो हामीलाई अति नै माया गर्नुहुन्छ, हाम्रो वास्ता अनि फिक्री गर्नुहुन्छ। प्रभु हामीले तपाईँलाई धन्यवाद दिन्छौँ। आज विशेष गरी संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई
येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन गयो धेरै टाढा बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष भुल्ने छैनौ तिमीलाई सदा मनमा छ तिम्रो माया गयो धेरै टाढा Be strong when it's very dark. Remember, the Lord is with you wherever you go. Wherever you go. जोड्दा पर्यो हामीलाई घुमाउन पर्दा तिमीलाई भेट्छौ तिमीलाई एक दिन जब आउँछन् येशू लिन धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई
घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन गयो धेरै टाढा बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष भुल्ने छैन तिमीलाई सदा मनमा छ तिम्रो माया गयो धेरै अब चिसोमा राख्नु मान्छे अब नराखेर हुन्छ Be strong when it's fearing died. Remember, the Lord is with you wherever you go, wherever you go. चोट पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई चोट पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई भेट्छौ तिमीलाई एक दिन जब आउँछन् येशू लिन गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई
गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई बाबै आमासँग भेट हुन्छ बाबै आमासँग बस्दै गर्नु दिदी चुप नानी सर्वप्रथम परमेश्वर बाबालाई मेरो हृदयबाट धन्यवाद यो एउटा शोकित परिवारको बिचमा अनि सम्पूर्ण शोककुल परिवारलाई सान्त्वना दिनको निम्ति उहाँको वचनद्वारा परिवारलाई सान्त्वना दिनको निम्ति हामीलाई यसरी एकीकृत गराउनु भएको छ अनि हामी सबै मण्डली एउटा गवाईको सन्दुकहरूलाई लिएर हामी यस ठाउँमा उपस्थित भएछौँ हामी एक दिन सबै नै गवाईको पात्र हुनेछौँ हालेलुया विशेष गरी आज हामी सान्त्वना सेवामा भेला भएका छौँ अनि यो सान्त्वना सेवामा यसरी परमेश्वरको सानो जिम्मेवार दिनुहुने आदरणीय एल्डर बुवालाई पनि म हृदयबाट धन्यवाद दिन चाहन्छु प्रभु हामी यस गरी तपाईँ परमेश्वरको पवित्र पाउदनमा हाम्रो शिरहरू झुकाउँदछौँ परमप्रभु परमेश्वर बुबा आज हामी तपाईँको छोराछोरीहरूलाई तपाईँको वचनद्वारा सान्त्वना दिनको निम्ति प्रभु हामी मण्डलीहरू प्रभु तपाईँ परमेश्वरको छेउमा आउँदछौँ तपाईँ परमेश्वरको वचनले मात्रै मानिसको हृदयलाई शोकित हृदयलाई प्रभु दुःखमा परेको परिवारलाई सान्त्वना दिन सक्नुहुन्छ हामी घोषणा गर्दछौँ आज तपाईँ परमप्रभु परमेश्वरको जिउँदो वचनले प्रभु आज आफ्नो दासको मुखहरू बिन्दुहरूबाट प्रभु तपाईँ परमेश्वर स्वयं वचन भइकन प्रकट हुनुहोस् र त्यो दुखेको हृदयलाई प्रभु जय मसीह आउनुहोस् हामी एउटा भजनलाई गाउनेछौँ हामी सबैजनाले गाउनेछौँ है म लिड गर्ने म आफै पनि जान्दिनँ यो भजन तर यो भजन गाउँदै गर्दा पनि यो भजनद्वारा परिवारलाई सान्त्वना मिल्न सकेको होस् आज भोलि भरै भन्दै जीवन यहाँ अस्ताउँछ भन्ने हामी भजन गाउनेछौँ आजा
प्रभुमा सुत्नुभयो अनि आफ्नो दौड पुरा गरेर आफ्नो घरमा फर्किनुभयो। यही अवसर पारेर हामी आफ्ना आफन्तहरू यसरी भेला भएका छौँ। तामिलनाडा चिराङमा जन्मिनु भयो होइन, अनि त्यसपछि उहाँको उमेर भएपछि बिए गरेर गोपिनीमा पुग्नुभयो अनि त्यहाँनिर उहाँको आफ्नो परिवार शाखा सन्तानहरू भए। त्यसपछि फेरि के भयो, यहाँनिर भुटानमा बसेर फेरि नेपालमा आएर कति वर्षसम्म हामी सबै बस्यौँ अनि त्यसपछि फेरि हामी यहाँ आयौँ। यो चाहिँ के हो, सबै कुराको समय प्रभुले राखिदिनु भएको छ होइन, सबै कुराको समय राखिदिनु भएको छ। असल वचन सन्ताउनाको वचन सुनिसकेका छौँ। तपाईँलाई आशिष दिनुभएको छ। हामी विश्वास गर्दछौँ वचनहरूले घर परिवारको लागि व्यक्त छोड छ, त्यो कुराहरू शान्तमा होस् अनि साथ मिलेर होस्। परमेश्वरमा जति छोरी जति जति व्यक्तिले प्रभुका हाम्रो चिन्ता यो अवस्थामा पनि दया पार्नु भएको छ। प्रभु सबै फेरि हामी पुरै स्थानमा भेलाउँछौँ। तपाईँ उहाँ सबैलाई तपाईँ परमेश्वर धन्यवाद
हुने छैन फेरि मृत्यु र सुख र धनका कुरा पुग्नेछौ निश्चय एक दिन त्यहाँ प्रभुको स्वर्गीय राज्य छ जहाँ पुग्नेछौ निश्चय एक दिन त्यहाँ प्रभुको स्वर्गीय राज्य छ जहाँ हामी राम्रो बसेको छौँ केही टेन्सन फिक्री नगर्नु हाम्रो तपाईँले भनेको कुराहरू हरेक कुराहरू सोचेर हामी अघि बढ्नेछौँ कहिले पनि नराम्रो बाटोमा हिँड्दैनौँ राम्रो गरी खान्छौँ केही टेन्सन फिक्री नगर्नु कति दुःख गरेर हामीलाई हुर्काउनु भयो आफ्नो भाइ बहिनीलाई कति धेरै माया गर्नुभयो तपाईँले गरेको हरेक कुरालाई हामी सम्झेको छौँ आउने बित्तिकै मलाई कान्छी गाडी कुदा गाडी सिक भन्नुभयो दिदीले खालि त्यो भनेको कुरा सम्झिन्थेँ म गाडी जब सिक दिदीहरूलाई सबैलाई हालेर लिएर हिँडेँ दिदी पनि खुसी भयो नि त्यसो भन्दाखेरि त्यसो गरिदिँदा खुट्टा थिचिदिन्थिन् दिदीले सन्चो भयो भन्थिन् कान्छी आउँदा खालि खुट्टा थिचिदिन्थे भन्थिन् कपाल गरिदिन्थे खुट्टा थिचिदिन्थे कपाल छ त कालै छ एउटा फुलेको छैन बोलिहाल्नु जस्तो देखिरहेको ए कान्छी बुहारी आफूले बोलाउन भ्याएन बोलाउन आफूसँग भन्नु
जहाँ पुग्नेछौ निश्चय एक दिन त्यहाँ प्रभुको स्वर्गीय राज्य छ जहाँ कहिले नछुट्ने कहिले नछुट्ने परिस्थितिलाई चाहिँ बदलाउन सक्छ। परमेश्वरको वचनमा चाहिँ त्यो शक्ति छ, त्यो क्षमता छ। त्यही भएर हामीले वचनलाई सुन्दाखेरि वचन चाहिँ यो भिजन हालेलुया। सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। साथै हाम्रो टाढोबाट उहाँले प्रार्थना आफै गरिदिनु सक्नुभएको छ। यहाँलाई चाहन्छु। साथै हाम्रो टेनिसी लगायत टाढाबाट स्टेटबाट लगायत सम्पूर्ण क्रिस्चियनमा यहाँ हामीसँग जुम्मा जोडिनु भएको छ। मलाई त्यही थाहा भएन। यहाँ जति पनि जुम्मा पनि जोडिएर आजको यो सान्त्वना सेवामा सहभागी हुनुभएको छ। अनि सिकागो परिवारहरूलाई उत्साह ल्याउनुको निम्ति
यहाँलाई पनि फेरि म जय मसिह भन्न चाहन्छु। विशेष आज हाम्रो न्यु भिजन नेपाली चर्चको वचनको सेवाकाई परेको थियो अनि हाम्रो मण्डलीका मेरो पास्टर भए अहिले स्टेटदेखि बाहिर हुनुभएको कारणले गर्दा म यहाँहरूको बिचमा आज परमेश्वरको जीवित वचनबाट सोकाकुल परिवार लगायत सम्पूर्ण सोकाकुल मण्डलीहरूलाई आज परमेश्वरको जीवित वचनबाट केही उत्साह गर्नको निम्ति यहाँ खडा भएको छु। हामीले विगतका दिनहरूदेखि नै सान्तनाका वचनहरू अनि सान्तनाका वचनहरू सुन्दै आइरहेका छौँ। तसर्थ म केही वचनबाट आज फेरि पनि सोकाकुल परिवारमा उत्साह गर्न चाहन्छु। हुनसक्छ कति यी वचनहरू पहिल्यै पनि यहाँबाट प्रचार भइसकेको हुन सक्छ, तथापि यहाँहरू सबैजनाले एकदम छोटो समय परमेश्वरको जीवित वचनपट्टि ध्यान दिनुहुनेछ भनेर म आशा। हामीले यो सिसाको झ्यालबाट जस्तो चियाएर उतापट्टि हेर्नु हो भने अहिले उहाँ शान्तिमा बसिराख्नु भएको छ। छटपटक त हामीलाई पो छ त। यसो गरेर हेर्नु हो भने उहाँ देख्नु चाहिँ हो भने तपाईँलाई भिजनको रूपमा देख्नु चाहिँ हो भने उहाँ अहिले विश्राममा हुनुहुन्छ, रेस्टमा हुनुहुन्छ। कति आनन्दको कुरा है त। छटपटा त यहाँ पो थिए त। मेरो परमेश्वर धन्यवाद। सम्पूर्ण जिउँदो अनि रातिलो परमेश्वरमा आजको यो दिन तपाईँ परमेश्वर जुटाइदिनु भएको छ। हामी चाँडा नजिक बुढाइहरू जनाउन सकेका छौँ। कारणले गर्दा यसरी पनि प्रभु आज जुन क्षेत्रलाई परमेश्वरले साँच्चै प्रभु संसारमा जुन दिन दिनुभएको थियो जन्मान गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौँ तिमीलाई त्यो दिन आउँछन्
गयो धेरै टाढा बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष भुल्ने छैन तिमीलाई सदा मनमा छ तिम्रो माया गयो धेरै टाढा Be strong when it's fearing doubt. Remember, the Lord is with you wherever you go, wherever you go. चोट त पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई चोट त पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई भेट्छौ तिमीलाई एक दिन जब आउँछन् यसो लिन गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् येशू लिन भन्दैन बाइबल परमेश्वरको वचनले अर्को आयाममा हामीलाई लिएर जान्छ परमेश्वरको वचनले हामीलाई एउटा नयाँ दृष्टिकोणमा लिएर जान्छ त्यो चाहिँ अनन्तको जीवन परमेश्वरसँग सधैँ बास गर्ने जीवन हो Life is more than physical existence. For those who are in Christ, death is not the end, but the doorway into eternal life. भेट्छौ तिमीलाई त्यो दिन आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन
गयो धेरै टाढा गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन गयो धेरै टाढा बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष बादल पारी त्यो देश शरीर छोडी भुल्ने छैनौ तिमीलाई सदा मनमा छ तिम्रो माया गयो धेरै Be strong when it's fearing down. Remember, the Lord is with you wherever you go. Wherever you go. Chuta paryo
जब आउँछन् यसो लिन गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी मलाई माफ गर्नुहोस् येशूको घर त्यसो गर्दा हामी मलाई माफ गर्नुहोस् है तपाईँलाई अलिकति मैले त्यसो गर्दा एक्जिक्युट गर्नुहोस् पहिलो पलमा राइट पोइन्टमा ल्यान्ड गरिदिनुहोस् न अनि उहाँ आफ्नो आफ्नो स्वर हुनुहुन्छ धेरै टाढा धेरै टाढा बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष अनि कसरी उहाँहरूलाई प्लिज उहाँहरूलाई हेरिदिनुहोस् ल उहाँसँग बसिदिनुहोस् अनि त्यतिखेर गाह्रो हुन्छ अनि सकेसम्म भने चिसो पानीहरूलाई एभाइलेबल गराइदिनुहोस् अनि उहाँसँग ल्याइदिनुहोस् अनि यो एक्जिट पोइन्टबाट प्लिज तपाईँहरू अलिकति यता खाँदिनु भयो भने चाहिँ अझै राम्रो हुन्छ स्पेस गरिदिनुहोस्
हजुर, अनि तपाईँ जतिजनाले हेरिसक्नुभयो तपाईँहरूले गाडीमा गएर बसिदिनुहोस् न ल। समालिदिनुहोस् न ल उहाँहरूलाई ल। भोलिन्टियर्स भेट्छौँ तिमीलाई एक दिन जब आउँछ हामी जतिजनाले पनि उहाँलाई सम्मान साथ
धेरै उयो नगर्नु हो जति मेरो गाडीमा जाऊ न गाडीमा जाऊ गाडीमा बस्दैन नि गयो धेरै टाढा
यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन गयो धेरै टाढा बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष भुल्ने छैनौ तिमीलाई सदा मनमा छ तिम्रो माया गयो धेरै टाढा Be strong when it's fearing doubt. Remember, the Lord is with you wherever you go, wherever you go. चोट त पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई चोट त पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई भेट्छौ तिमीलाई एक दिन जब आउँछन् येशू लिन गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन्
आउँछन् येशूले न भेट्छौ तिमीलाई त्यो दिन गयो धेरै टाढा गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन गयो धेरै टाढा बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष भुल्ने छैनौ तिमीलाई सदा मनमा छ तिम्रो माया गयो धेरै टाढा Be strong when it's spirit down. Remember, the Lord is with you. Wherever you go, wherever you go. हामी छुट्दैछौँ तर अनन्तताको एउटा हाम्रो सम्बन्धलाई भेट जरुरी छ। हामी केही बेर वचनबाट सुन्न गइराखेका छौँ। यो समय हामी चोट त पर्यो हामीलाई र अब हामी यो संवेदनशील समयमा हाम्रो हृदयलाई भारी बनाउँदै हामी
स्वर्गीय श्रीमती दिकुमाया ठटाल सानिमाको शरीरलाई हामी माटोमा समर्पण गर्न जाँदै गर्दाखेरि प्रभुको वचनबाट म केही वचनहरू यहाँ समक्ष राख्नेछु। उत्पत्ति 3:11 पदले यसरी भन्दछ, तिमी ठुलो हौ र ठुलोमै फर्किने। यो परमेश्वर स्वयंले बोल्नु भएको वचन हो। यो मानिसको यो पृथ्वीमा अन्तिम निर्णय परमेश्वरले बोल्नु भएको, उहाँको स्वयं मुखारविन्दबाट बोल्नु भएको बाणी। यसै कारण हरेक यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा, यो संसारलाई छोडी येशूको घर। जीवनलाई हामी स्वीकार गर्छौँ, प्रभु येशू ख्रीष्टलाई आफ्नो जीवनमा प्रभु र मुक्तिदाता स्वीकार गर्छौँ भने निश्चय जुन विश्वासमा आदमको सानीमा दिकुमाया ठटालले यो पृथ्वीलाई विदा गर्दै आफ्ना आफन्तलाई फर्किँदै होइन उहाँ प्रभुको राज्यमा सर्नु भएको छ। त्यसरी नै यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा, यो संसारलाई छोडी येशूको घर। आउँछन् आउँछन्
धेरै टाढा यो संसारलाई छोडी येशूको घर धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् येशू लिन भेट्छौ गयो धेरै टाढा बादल पारी त्यो शरीर छोडी लियो आत्माको भेष बादल पारी त्यो शरीर छोडी गयो धेरै
Be strong when it's fearing down. Remember, the Lord is with you wherever you go. Wherever you go. चोट त पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई चोट त पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई भेट्छौ तिमीलाई एक दिन जब आउँछन् यसो लिन गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन गयो धेरै टाढा बादल पारी त्यो दे शरीर छोडी लियो आत्माको भेष बादल पारी त्यो दे शरीर छोडी आत्माको भुल्ने छैन
धेरै हाम्रो आजको स्मृति सङ्गति चाहिँ बेलुका दिउँसो 4 बजीको गइरहेको 4देखि 5 ब्याटल रोड न्युयोर्क टेनेसीमा अघिकै स्थानीय चर्च Be strong when it's fearing down. Remember, the Lord is with you wherever you go, wherever you go. चोट पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई चोट पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई भेट्छौ तिमीलाई एक दिन जब आउँछन् यसो लिन गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन गयो धेरै टाढा बादल पारी त्यो देश शरीर छोडी लियो आत्माको भेष बादल पारी
गयो धेरै टाढा Be strong when it's fearing doubt. Remember, the Lord is with you wherever you go, wherever you go. चोट त पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई चोट त पर्यो हामीलाई घुमाउनु पर्दा तिमीलाई भेट्छौ तिमीलाई एक दिन जब आउँछन् यसो लिन गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर गयो धेरै टाढा यो संसारलाई छोडी येशूको घर आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन आउँछन् येशू लिन भेट्छौ तिमीलाई त्यो दिन गयो